ल अब सिधै आजको विषयवस्तुमा प्रवेश गरौँ। आजको यस चर्चामा हामी नेपालकै सबैभन्दा पुरानो र अचम्म लाग्दो धार्मिक स्थलको ऐतिहासिक यात्रा गर्दैछौँ। काठमाडौँ उपत्यकाको एउटा डाँडामा शान्तपूर्वक उभिएको त्यो विशाल संरचना जसले शताब्दीौँदेखि यस क्षेत्रको रक्षा गरिरहेको विश्वास गरिन्छ। यो इँटा र माटोको मात्र कुरा होइन है, यो त गहिरो विश्वास, रोचक किम्वदन्ती र मानवीय लगनशीलताको एउटा सिङ्गो महाकाव्य हो। एउटा प्रागैतिहासिक तालमा बलेको आदिम ज्वाला कसरी पहाडको विशाल मन्दिर बन्यो होला? सुन्दै अचम्म लाग्छ नि, होइन? कुनै पनि ऐतिहासिक स्थलको चुरो कुरो बुझ्न त्यसको सुरुवात नै हेर्नुपर्छ। भनिन्छ यो मन्दिर सुरुमा मान्छेले बनाएको संरचना नै थिएन। यो त एउटा विशाल तालमा प्रज्वलित रहस्यमय ज्योति थियो। स्वयम्भू पुराणका अनुसार धेरै पहिले काठमाडौँ उपत्यका एउटा विशाल ताल थियो, अनि त्यो तालको ठ्याक्कै बीचमा एउटा सुन्दर चम्किलो कमलको फूल तैरिरहेको थियो। त्यही फूलमाथि आदिम बुद्धको स्वरूप एउटा रहस्यमय ज्योतिका रूपमा आफै प्रकट भयो रे। अब यो पवित्र ज्योतिलाई सबैको पहुँचमा पुर्याउन बोधिसत्व मञ्जुश्रीले आफ्नो तरवारले चोभारको डाँडा काटेर तालको पानी बाहिर पठाएको कथा त हामीमध्ये धेरैले सुनेकै छौँ। पानी सुकेपछि कमलको फूल बसेको त्यो ठाउँ एउटा पहाड बन्यो, जसलाई आज हामी स्वयम्भू भन्छौँ। साँच्चै गजबको कथा छ, होइन त? भाग 1 आदिम ज्वाला र ताल। अब यो उत्पत्तिको रोमाञ्चक किंवदन्तीलाई अझ नजिकबाट बुझौँ। यो स्वयम्भू भन्ने शब्द कसरी बन्यो त? यो संस्कृतका दुईवटा शब्दहरू मिलेर बनेको छ। स्वयं अर्थात् आफै र भू अर्थात् उत्पन्न भएको। समग्रमा यसको अर्थ हुन्छ आफै अस्तित्वमा आएको। त्यो तालमाथिको कमलको फूलमा आफै प्रज्वलित भएको ज्योतिको कथालाई यो नामले ठ्याक्कै समेटेको छ। पछि गएर त्यही पवित्र ज्योतिलाई सुरक्षित राख्न यसमाथि स्तूप बनाइयो र आज हामीले देख्ने यो विशाल संरचना तयार भयो। भाग 2 ऐतिहासिक आधारहरू। किंवदन्तीबाट अलिकति बाहिर निस्केर अब यसको पुरातात्विक यथार्थतिर लागौं। इतिहास र प्रमाणलाई हेर्ने हो भने ईसापूर्व 3रो शताब्दीतिरै महान सम्राट अशोकले यहाँको भ्रमण गरेको हुन सक्ने बलियो विश्वास छ। तर एकदमै भरपर्दो लिखित प्रमाण भने ईसा सम्मत 5औं शताब्दीमा लिच्छवी राजा वृषदेवको पालामा मात्र पाइन्छ। त्यसपछि सिधै ईसा सम्मत 1289 को एउटा शिलालेख भेटिएको छ, जसमा यसको ठूलो जीर्णोद्धारको कुरा उल्लेख छ। यहाँनिर एउटा चाखलाग्दो कुरा के छ भने मन्दिरको स्थापना र यसको जीर्णोद्धारको विस्तृत रेकर्डबीच 100औं वर्षको ठूलो अन्तराल रहेको छ। अब यहाँसम्म पुग्ने बाटोको कुरा गरौँ। पूर्वपट्टिबाट माथि उक्लन ठ्याक्कै 365वटा ढुङ्गाका खुड्किलाहरू छन्, अनि यो पहाडमा 500 भन्दा बढी राता बाँदरहरूको वासस्थान छ। त्यसैले त पर्यटकहरूमाझ यो मंकी टेम्पल भनेर त्यत्तिकै चर्चित छ, र मन्दिर परिसरमा ती बाँदरहरूलाई पनि निकै पवित्र मानिन्छ। भाग 3 ज्ञानको संरचना। अब यसको वास्तुकला र यसभित्र लुकेका प्रतीकहरूबारे चर्चा गरौँ। यो संरचनालाई कसरी बुझ्ने त? हेर्नुहोस्, यसको हरेक भागको आफ्नै गहिरो अर्थ छ। तलको त्यो सेतो गुम्बजले हाम्रो भौतिक संसारलाई जनाउँछ। त्यसको ठ्याक्कै माथि चारैतिर हेरिरहेका बुद्धका आँखाहरू छन्, जसले बुद्धको सर्वज्ञता र असीमित करुणालाई झल्काउँछ। ती आँखाहरूको बीचमा नाक जस्तो देखिने आकृति छ नि, त्यो वास्तवमा नेपाली अङ्क 1 हो, जसको अर्थ हुन्छ ज्ञान प्राप्त गर्ने एउटै मात्र मार्ग छ। अनि याद गर्नुभएको छ, त्यहाँ कानहरू छैनन्, किनभने बुद्धलाई आफ्नो प्रशंसा सुन्नमा कुनै चासो छैन। सबैभन्दा माथि रहेका 13वटा सुनौला चक्रहरूले चाहिँ ज्ञान प्राप्तिका 13वटा चरणहरूलाई प्रतिनिधित्व गर्छन्। कति अर्थपूर्ण है? यसको विशालताको कल्पना गर्नुहोस् त। प्रमुख जीर्णोद्धारको बेला त्यो विशाल सुनौलो गजुर र चित्रित आँखाहरूलाई प्रष्टै देख्न सकिन्छ। यति ठूलो र भारी संरचनालाई यति उचाइमा राख्न र मर्मत गर्न कति धेरै मेहनत र समर्पण चाहिन्छ होला। यो मन्दिर केवल ढुङ्गा र माटोको थुप्रो मात्र होइन, यो त मानिसहरूको अपार श्रद्धा र अथक प्रयासको जिउँदो प्रमाण हो। यहाँको अर्को एकदमै सुन्दर पक्ष भनेको अद्भुत धार्मिक सहिष्णुता हो। यहाँ एकातिर बौद्ध अनुयायीहरू आदिम बुद्धको रूपमा स्तूपको पूजा गरिरहेका हुन्छन् भने अर्कोतिर हिन्दू धर्मावलम्बीहरू त्यही परिसरमा रहेका प्रतापपुर र अनन्तपुर मन्दिरहरूमा शिव र भैरवको आराधना गरिरहेका हुन्छन्। दुवै धर्मका मानिसहरू सँगै प्रार्थना गर्छन्, माने घुमाउँछन् र दीप बाल्छन्। साँच्चै नै यो धार्मिक समन्वयको एउटा उत्कृष्ट नमुना हो। यो अद्भुत सह-अस्तित्व मन्दिर परिसरमा सधैँ जीवन्त देखिन्छ।
एकातिर 17औं शताब्दीका हिन्दू मन्दिरहरू र अर्कोतिर प्राचीन बौद्ध स्तूपहरू एउटै ठाउँमा मज्जाले मिलेर बसेका छन्। दर्शनार्थी र श्रद्धालुहरूको त्यो भीडभाडले यो ठाउँलाई सधैँ ऊर्जाशील बनाइराख्छ। शान्ति र कोलाहलको यो अनौठो सङ्गम नै सायद स्वयम्भूको वास्तविक सुन्दरता हो। भाग 4 आक्रमण, विपत्ति र अस्तित्व। यो पवित्र स्थलले सधैँ शान्ति मात्र कहाँ देखेको छ र? अब यसका सङ्घर्षका कथाहरू सुनौं। 14औं शताब्दीमा यो उपत्यकाले एउटा ज्यादै भयानक आक्रमणको सामना गर्नु पर्यो। बङ्गालका सुल्तान शमसुद्दिनले आफ्ना करिब 20,000 सैनिक लिएर काठमाडौँमा आक्रमण गरे। इतिहासकार बाबुराम आचार्यका अनुसार सुल्तानको एउटै मात्र उद्देश्य थियो लुटपाट मचाउनु र सबै कुरा ध्वस्त पार्नु। सन् 1349 तिर भएको यो आक्रमणले उपत्यकामा ठूलो विनाश ल्यायो र स्वयम्भू पनि यसबाट अछुतो रहन सकेन। तर यति हुँदाहुँदै पनि यो स्थल सधैँका लागि नामेट भने भएन। यसलाई फेरि उठाइयो। यो फेरि उठ्ने र नवीकरण हुने प्रक्रिया पनि आफैमा एउटा विशाल अनुष्ठान हो नि। यो कुनै सामान्य मर्मत होइन। प्रमुख जीर्णोद्धारको बेला स्तूपको माथिल्लो भाग पूर्ण रूपमा निकालिन्छ। यहाँसम्म कि सेतो गुम्बजलाई नै काटेर त्यसभित्र रहेको 82 फिट लामो सालको काठको मुख्य खम्बा, जसलाई यष्ठी भनिन्छ, त्यसलाई परिवर्तन गरिन्छ। त्रिशुली नदीको आसपासबाट यति विशाल काठ ल्याएर फेर्ने यो काम यति जटिल छ कि यसले नेपाल, तिब्बत र भुटानसम्मका मानिसहरूलाई एउटै अभियानमा जोड्ने गर्छ। अनि भर्खरै मात्र 2015 को विनाशकारी भूकम्पले अर्को ठूलो विपत्ति ल्यायो। प्रतापपुर र अनन्तपुर मन्दिरहरूमा नराम्रो क्षति पुग्यो। अझै दुःखको कुरा, स्तूपको उत्तरपट्टि रहेको 10औं शताब्दीको तान्त्रिक शान्तिपुर मन्दिर त पूर्ण रूपै भत्कियो। त्यहाँ रहेका स्वयम्भू पुराणका ऐतिहासिक भित्तिचित्रहरू, जुन बौद्ध धर्मकै सबैभन्दा लामा कथात्मक चित्र मानिन्थे, ती सबै टुक्रा टुक्रा भए। अहिले पनि पुरातत्त्वविद र विज्ञहरू ती टुक्रिएका चित्रहरूलाई कसरी पुरानै अवस्थामा फर्काउने भनेर जटिल बहसमा जुटिरहेका छन्। यी सबै कुराहरू बुझिसकेपछि अन्त्यमा एउटा गहिरो प्रश्न उठ्छ। यदि कुनै पनि प्राचीन संरचना हरेक केही शताब्दीमा पूर्ण रूपमा भत्किन्छ, त्यसका पुराना इँटा, काठ र गजुरहरू नयाँ सामग्रीले फेरिन्छन् भने त्यो मन्दिरको साँचो पवित्रता कहाँ रहन्छ त? कि त्यो पवित्रता ती निर्जीव ढुङ्गा र माटोमा हुन्छ, वा यसलाई ढल्न नदी पटक पटक उभ्याउने मानिसहरूको निरन्तरको भक्ति र आस्थामा? इतिहास, विनाश र पुनर्निर्माणको यो चक्र नै सम्भवतः स्वयम्भूले हामीलाई सिकाउने सबैभन्दा ठूलो पाठ हो।